ल सम्पूर्ण विद्यार्थी भाइ बहिनी नमस्कार। मेरो नाम रेशम ओली। मैले हजुरहरूलाई आजदेखि चाहिँ नेपाली विषय पढाउँदैछु। हजुरहरूले बुझेन भने यसो कमेन्ट गर्नु होला। बिस्तारै हाम्रो चिनजान हुनेछ। त्यसपछि हजुरहरूलाई यो नेपाली विषय पढाउनुभन्दा अगाडि हजुरलाई मैले एउटा नेपालीबाट के विषयहरू सोध्छ भन्ने कुरा चाहिँ म जानकारी गराउँछु। तपाईँलाई यो नेपालीको विषयवस्तुको सूची है छ नि। यो अब तपाईँलाई चाहिँ के सोध्छ त त्यो चाहिँ थाहा पाउनु पर्यो है। अब हामीले सुरुमा हेर्न पर्यो राष्ट्रिय गान है, राष्ट्रिय गान। अनि त्यसपछि निबन्ध है। अनि राष्ट्रिय गान र चिठी मध्ये एउटा सोध्ने हो चिठी अथवा निवेदन। तिमीले त्यो थाहा पाउनु पर्यो तपाईहरुले। त्यो जस्तै राष्ट्रिय गान र चिठी भयो। अनि त्यसपछि यो तीनवटा कुरा भयो। एउटा दुईटा तीनटा कुरा चाहिँ थाहा पाउनु पर्यो। अब यसबाट चाहिँ तपाईहरुलाई सोध्ने हो कति भनेपछि यो निबन्धबाट चाहिँ 7.5 नम्बर सोध्छ। बुझिरहनु भएको छ हैन? सुन्नु भएको छ म बोलेको? अनि त्यसपछि तपाईलाई राष्ट्रिय गान र त्यो चिठी मध्ये दुईटाबाट चाहिँ 7.5 नम्बर सोधेर तपाईलाई यसबाट सोध्छ 15 नम्बरको है। 15 नम्बर सोध्छ यसबाट। बुझिरहनु भएको छ हैन? ल ठीक छ। अब त्यसपछि अब हामीले यो भ्याइसकेपछि यो लामो उत्तर लेख्ने भयो है। अब दोस्रोमा जान्छ हामीले नेपालीको व्याकरण। नेपालीको व्याकरणबाट चाहिँ अब यहाँ छ नेपालीको व्याकरणबाट हजुरहरूले सुरुमा चाहिँ 1 मा जानुहुन्छ है। यसमा छ नाम अनि त्यसपछि सर्वनाम र काल। यति मध्येबाट तपाईलाई चाहिँ एउटा मात्रै सोध्छ। के चाहिँ नाम र सर्वनामबाट सोध्ला, के चाहिँ कालबाट अथवा नाम र अथवा सर्वनाम र काल मध्येबाट सोधेर तपाईलाई 1 नम्बरको सोध्ने है। यो 1 नम्बरको हो। बुझ्नुभयो? अनि त्यसपछि हामी 2 नम्बर भन्छौं व्याकरणकै। अब यहाँ छ तपाईलाई शब्दार्थ सोध्छ है। सामान्य खालका प्रचलित जो तपाईहरुले हामी सुनिरहेका सधैँ हुन्छ नि त्यस्ता खालका चाहिँ शब्दार्थ सोध्छ। अब यसबाट चाहिँ दुईटा सोध्ने हो। दुईटा सोध्छ है यसबाट दुईटा अनि 1 नम्बरको। बुझ्नु भएको छ नि? अनि त्यसपछि अब 3 नम्बरमा छ। अब 3 नम्बरमा सोध्ने भयो वाक्यमा प्रयोग है। तपाईलाई चाहिँ यसमा दुईवटा शब्द दिन्छ अनि ती दुईटा शब्दलाई चाहिँ हामीले वाक्यमा प्रयोग गर्छ। यसमा दुईटा दिन्छ मात्र 1 नम्बरको। यसमा वाक्यमा प्रयोग गर। अनि त्यसपछि 4 नम्बरमा सोध्छ अब हामीलाई चाहिँ विपरीतार्थ शब्द। विपरीतार्थ शब्द है। यसमा विपरीतार्थ शब्द सोध्छ। यसमा पनि चाहिँ दुईटा सोध्छ। दुईटामा चाहिँ 1 नम्बर आउने हो। यो चाहिँ थाहा पाउनु पर्यो। त्यसपछि 5 नम्बरमा सोध्छ अथवा शुद्ध गर है। शुद्ध लेखन भनेर सोध्छ। अनि त्यसमा पनि तपाईलाई 1 नम्बरको सोध्ने हो। कति नम्बर भयो त? ल हेर्नुस् 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर यसबाट चाहिँ 5 नम्बरको यसबाट सोध्यो। अनि यसबाट माथिबाट कति सोध्यो त? 15 नम्बर। 15 र 5 कति भयो त? 20 नम्बर। बुझ्नुभयो? पहिला हामीले चाहिँ यो सिलेबस थाहा हुनुपर्छ। हामीले नेपालीमा चाहिँ के पढ्ने, कति पढ्ने अनि कसबाट के सोध्छ, कोबाट कति सोध्छ भनेर चाहिँ यो चाहिँ थाहा पाउनु पर्यो। बुझ्नुभयो? बुझ्नु भएको छ नि? ल यो चाहिँ थाहा पाउनु पर्यो तपाईहरुले।
ल हजुरहरूले यसलाई चाहिँ सार्नुहुन्छ भने यसलाई टिपोट गरिहाल्नुहोस्, सारिहाल्नुहोस् है, स्क्रिनसट गरेर राखे पनि हुन्छ। ल अब यहाँ छ तीनटा कुरा छ, एउटा दुईटा तीनटा छ, चिठी र निवेदन भनेको छ। यो एउटै हो है, एउटै ढाँचामा सोध्ने हो, के चिठी सोध्ला के निवेदन सोध्ला अथवा चाहिँ राष्ट्रिय ज्ञान सोध्ला। 7.5 नम्बर र 7.5 नम्बर गरेर के गर्छ, दुईटा चाहिँ 15 नम्बरको सोध्छ। यो 15 नम्बर सोध्ने भयो, तलको चाहिँ 5 वटा सोध्छ, अनि 5 नम्बर गरेर कति भयो त 20 नम्बर सोध्छ। बुझ्नु त भएको छ नि म बोलेको। ल यसलाई चाहिँ हजुरहरूले एकचोटि चाहिँ सर पारेर स्क्रिनसट गर्न पर्यो अथवा सार्न पर्यो, थाहा पाउनु पर्यो है। यो जस्तै लामो उत्तर भयो, माथिको यो सुरुको खण्ड भयो लामो उत्तर है। अब लामो उत्तरमा चाहिँ 7.5 अनि 7.5 गरेर 15 नम्बर सोधेको हो। अनि यो तलबाट चाहिँ यति मध्येबाट यहाँ 1 नम्बर सोधिरहेको छ, योबाट नाम सर्वनाम अनि कालबाट। अनि त्यसपछि यो शब्दार्थबाट दुईटा शब्दार्थ सोध्छ, अनि 1 नम्बरको भयो। अनि वाक्यमा प्रयोग गरेर दुईटा शब्द दिन्छ, सामान्य खालको दिन्छ, अनि त्यसमा तपाईँले चाहिँ वाक्यमा प्रयोग गर्नुहुन्छ 1 नम्बर भयो। अनि विपरीतार्थ शब्द भनेको उल्टो अर्थ है, शब्द दिन्छ त्यसको ठ्याक्कै उल्टो अर्थ लेख्नु पर्यो। 2 नम्बरको यो दुईवटा भयो, यो 1 नम्बरको। अनि त्यसपछि अब शुद्ध लेखनमा चाहिँ तपाईँको 1 नम्बर हुन्छ, त्यहाँ दुईटा पनि बिगारेको दिन सक्छ र 4 वटा पनि दिन सक्छ। यदि 4 वटा दियो भने तपाईँलाई 0.25 का हिसाबले चाहिँ हिसाब गर्ने भयो, नत्र भने दुईटा दियो भने चाहिँ के भयो त, एउटा चाहिँ 0.5 अनि अर्को 0.5 गरेर 1 नम्बर चाहिँ यसरी के गर्छ त, छुट्टाउँछ। ल ठिक छ, हो किताबमा छ, ल ठिक छ, किताबमा छ भन्नुभएको छ। एकचोटि किताबमा भयो भने के हुन्छ भनेपछि तपाईहरुलाई किताबमा त्यो सिलेबस भन्दा बढी चाहिँ अङ्क भारहरू राख्दै हुन्छ के। हामीले चाहिँ त्यो किताबको सबै कुरा हो जस्तो लाग्छ हैन। त्यसै कारणले गर्दा चाहिँ यो चाहिँ किताबको सिलेबसले अगाडिको विषयवस्तुलाई हेर्ने अनि कहाँबाट के सोध्छ त तपाईले चाहिँ त्यो चाहिँ थाहा पाउनु पर्यो। ल ठिक छ, किताबमा छ भन्नुभएको छ, त्यसो भए मैले यसलाई मेटेँ। ल ठिक छ, किताबमा पनि हेर्नु होला। किताबमा के हुन्छ भनेपछि आफ्नो विषयवस्तु भन्दा चाहिँ बढी राख्दिया हुन्छ के। किताबलाई चाहिँ बढी बिगाउनका लागि हैन त्यस्तो खालको गर्न सक्छ, किनभने हाम्रो अब परीक्षा आइसकेको समय धेरै छैन। त्यो समय धेरै नभएको कारणले गर्दा तपाईलाई चाहिँ एकचोटी सबैलाई त थाहा हुँदैन हैन। हामीले अगाडि विषय सूची त हेर्दैनौं, त्यसैले चाहिँ सिधै हामी विषयमा जान्छौं। त्यसले गर्दा चाहिने भन्दा बढी चाहिँ हामीले के गर्दैनौं त, पढ्दैनौं। त्यसैले चाहिँ मैले हजुरहरूलाई यो जानकारी गराएँ। ल ठिक छ, त्यसका लागि अब हामी चाहिँ विषयवस्तुतिर छिर्छौं है। विषयवस्तु छिर्नभन्दा अगाडि किनभने चाहिँ हामीले केही कुरा जान्न पर्छ है। अब जस्तै हामीले अब शुद्ध अशुद्धका कुरा भयो, शुद्ध र अशुद्ध भयो है। यो शुद्ध अशुद्धको कुरा भयो, भाषा त लेखिन्छ हामीले चाहिँ, किनभने चाहिँ निबन्ध लेख्दा अथवा चिठी लेख्दा हामीले चाहिँ 7.5 नम्बर 7.5 नम्बर 15 नम्बर कुरा भयो। यो 15 भयो, अर्को 5 नम्बर सबै लेख्ने हो, बुझ्नुभयो। अनि सबै लेख्ने हो, सबै लेख्दाखेरि चाहिँ हामीले लेख्दाखेरि हाम्रो अक्षरहरू के हुन्छ त, बहुत अशुद्ध हुन्छ हो। त्यसका लागि तपाईलाई मैले एउटा सानो टिप्स सिकाउँछु है। ल अब जस्तै तपाईहरुले सुरुमा के थाहा पाउनु पर्यो भने चाहिँ ह्रस्व र दीर्घ सम्बन्धी नियम सिकाउँछु म त है। ह्रस्व र दीर्घ हामीले यो पढ्दाखेरि के चाहिन्छ भने चाहिँ हामीले सबै कुरा लेख्दाखेरि चाहिँ सबै कुरा सही हुँदैन, किनभने चाहिँ हामीले केही कुरा त लेख्छौं, लेखेर मात्रै पनि भएन। त्यो लेखेको कुराहरु चाहिँ भित्र के हुनु पर्यो, एकदमै सही हुन पर्यो। ल अब जस्तै ह्रस्व भन्यो है। अब हामीले चाहिँ यसमा चाहिँ ह्रस्व इकार है, अनि उकार, त्यसपछि अर्को छ दीर्घ इकार अनि उकार, यो चाहिँ थाहा पाउनु पर्यो। अब जस्तै ह्रस्व भन्छ हामीले है, अनि अक्षरको अगाडिबाट है, अगाडिबाट चाहिँ इकार लाग्यो। इकार भनेको यस्तो है, इकार
इकार लाग्यो भने त्यो के हो त? ह्रस्व इकार हो है। ल ह्रस्व इकार। अब के बुझ्नु पर्यो भने अक्षरको अगाडिबाट लाग्यो ह्रस्व इकार भयो। अब हामीले यो ह्रस्व इकारमा के बुझ्छौँ भनेपछि तपाईँले यति याद गर्नु होला, एउटा नयाँ छ है नियम, तपाईँलाई पढ्नु त भयो होला। अब हामीले छ भाले, भाले जातिमा जहिले जहिले पनि अक्षरको इकार चाहिँ के हुन्छ त? ह्रस्व हुन्छ। यो तपाईँले चाहिँ थाहा पाउनु पर्ने कुरा है यो। किनभने चाहिँ हामीले चाहिँ तपाईँको नाम लेख्दा फरक होला अथवा फरक भएको होला, त्यो एउटा ठाउँको कुराहरू। तर किनभने चाहिँ हामीले त्यहाँ चेक गर्ने मान्छेले चाहिँ पुरै ह्रस्व दीर्घ चाहिँ हेर्छ। किनभने चाहिँ ऊ शुद्ध गर भनेर एउटा त्यहाँ 1 नम्बर छुट्याइदिएको छ। त्यसै कारणले गर्दा यी अब हामीले थाहा पाउने कि भाले जातिमा जहिले पनि चाहिँ ह्रस्व इकार हुन्छ। जस्तै हामीले कतिजनाले हरि लेख्दा यो हरि लेख्छौँ के, यो हरि भनेर तपाईँको चाहिँ तेरो हरि नै हराए भन्छन् नि, हो त्यस्तो खालको शब्द। यो हरि भनेको यो चाहिँ अशुद्ध हुन्छ। तपाईँले प्यारो साथी हरि लेख्नु होला चिठी लेख्दाखेरि, होइन के वाक्य बनाउनु होला, शुद्ध लेख्दाखेरि त्यस्तो कुरा लेख्दाखेरि चाहिँ विचार गर्नु पर्यो। यो हरि चाहिँ सिधै के भयो त? यो गलत भयो के। त्यसैले चाहिँ हरि भनेर यसरीबाट लेख्छ कि यसरी। भाले जातिमा यति बुझ्ने कि भाले जातिमा जहिले पनि अक्षरको इकार के हुन्छ त अरे? ह्रस्व हुन्छ। बुझ्नु भएको छ नि? बुझ्नु भएको छ कि न? ल भन्नुहोस् त, म बोलेको मैले भनेको बुझ्नु भएको छ कि न? कमेन्ट गर्नुहोस् त। ल हो, भाले जाति भनेको चाहिँ हामीले भाले जाति भनेको केटा जाति के, केटाहरूको नाम। यसमा चाहिँ पशुमा गएन। अनि भाले भनेको हामीले के थाहा पाउने त? भाले भनेको केटा के, केटा है। अहिले पुलिङ्ग पनि भन्छ यसलाई, पुलिङ्ग। पुलिङ्ग जातिलाई चाहिँ हामीले भाले भन्ने हो। हामीले स्त्रीलिङ्ग र पुलिङ्ग भनेर पढ्यौँ नि पहिला हामीले अरू क्लासहरूमा चाहिँ। अब हामीले के बुझ्ने कि भाले जाति भनेको केटा, केटाहरूको नाम लेख्दाखेरि हामीले चाहिँ प्रायः होइन के लेख्छौँ त? त्यस्तो लेख्दै हुन्छ, अशुद्ध लेख्दै हुन्छ। किनभने तपाईँहरू कपी चेक गर्दाखेरि त्यहाँ प्रतिस्पर्धाको कुरा हुन्छ। अनि प्रतिस्पर्धाको कुरामा चाहिँ तपाईँले अशुद्ध लेख्नुभयो भने तपाईँको नम्बर चाहिँ के गरिदिन्छ त? उसले केही नभने 0 भने 25 काट्यो भने हामी के हुन्छौँ त? असफल हुन्छौँ। बुझ्नुभयो? ल ठिक छ। अब हो, भाले जाति भनेको पुलिङ्ग र स्त्रीलिङ्ग भनेर पढाएको थियौँ हामीले पहिला। भाले भनेको त पुलिङ्ग हो, केटा हो। केटा साथीहरू चाहिँ चिठी लेख्दा होइन, अनि त्यो चाहिँ हामीले एकदमै यो ख्याल गर्नुपर्ने कुरा तपाईँहरूले। ल हजुरहरूले सार्ने हो चाहिँ यसलाई टक्क पारेर सारिहाल्नु अथवा स्क्रिनसट गरेर राखिहाल्नुहोस् है। अब पाला आउँछ है। अब सीता लेख्दा भने चाहिँ पोथी जातिको पनि पाला आउँछ, नातिनुहोस्। पहिला तपाईँलाई भाले जातिमा सिकाउँछु, अनि भाले जाति सिकाइसक्यो तपाईँलाई पोथी जाति पनि सिकाउँछु है, त्यो सिकाउँछु, नातिनुहोस्। पहिला यो सार्नुहोस् हजुरहरूले। अनि यो सारेपछि अनि भाले जातिको भ्याएपछि म हजुरलाई पोथी जातिको सिकाउँछु। अनि पोथी जातिमा के लेखिन्छ त्यो पनि सिकाउँछु। अब उहाँले एकजनाले लेख्नु भएको छ सीता लेख्दा कसरी हुन्छ भने पालो आउँछ है, म भन्छु। ल यसलाई भ्याउनु भयो कि नै मेट्दा हुन्छ? ल एकजनाले कमेन्ट गर्नुहोस् त, लेख्दै हुनुहुन्छ कि अथवा स्क्रिनसट गरेर राख्नुभयो? ल भयो भन्नुभएको छ है। अनि यदि भएको छैन भने तपाईँले कमेन्ट गर्नु होला, अनि बुझ्नु भएको छैन भने भन्नु होला है। ल ठिक छ, बुझ्नुभयो होइन? अब त थाहा भयो ह्रस्व भनेको अगाडिदेखि लाग्दो रहेछ इकार होइन। अनि त्यसपछि ल ठिक छ, सकियो भन्नुभएको छ। ल ल हेर्नुहोस् है। अब अर्को म भन्छु तपाईँहरूलाई। अब हामी जान्छौँ दीर्घ है, दीर्घ इकारका कुरा गर्यौँ। ल अब दीर्घ भनेको हामीले चाहिँ यतादेखि फर्केको अक्षर भनेर सम्झिनु पर्यो। अघि हामीले ह्रस्व भनेको चाहिँ यताबाट भनेका थियौँ। अब दीर्घ इकार भनेपछि पछाडिबाट चाहिँ अगाडि फर्केको। अब हेरौँ, अनि पोथी, पोथी जातिमा
जहिले पोथी जातिमा जहिले पनि अक्षर लेख्दा अथवा नाम लेख्दा है, लेख्दा अथवा नाम लेख्दा अनि के लेखिन्छ त? अक्षर दीर्घ यस्तो इकार लेखिन्छ। ल हेर्नुस्, अब तपाईले दुईटा कुरा चाहिँ यति थाहा पाउनु पर्यो। ल हेर्नुस्, अब हामीले कतिजनाले चाहिँ यस्तो सीता लेख्छौं। ल हेर्नुस्, तपाईले यो सर्च गर्नु होला नेटमा गएर अथवा कतै चाहिँ गुगलहरुमा चाहिँ हैन शब्दकोशमा हेर्नु होला। अब हामीले प्यारी साथी सीता लेखिदिन्छौं अनि चेक गर्ने मान्छेले के भनिदिन्छ त? ओहो, त्यसले चाहिँ यही नाम पनि चाहिँ शुद्ध लेख्न सकेको छैन हैन। अब हामीले चाहिँ यो सीता लेख्दाखेरि यो गलत भयो। अब हामीले लेख्छौं यो सीता। तपाईले यो सीता लेख्नु भयो भनेपछि हैन, रीता लेख्दा कतिजनाले यति लेख्नुहुन्छ हैन, कसैको नागरिकता अथवा यसमा नाम यस्तो होला। ठीक छ, त्यो बनाउने मान्छेले, पञ्जिका बनाउने मान्छेले अथवा नागरिकता बनाउने मान्छेलाई त्यो ख्यालै भएन, कुन लेख्ने कताबाट लेख्ने भन्ने थाहा भएन। अब हामीले चाहिँ के गर्न पर्छ भनेपछि अब यहाँ लेख्दाखेरि हामीले रीता यस्तो लेख्नु पर्छ है। प्यारी साथी रीता, मिठो सम्झना। हामीले चिठी लेख्दाखेरि अथवा अन्य ठाउँमा प्रयोग गर्दाखेरि चाहिँ हो यस्तो चाहिँ पोथी जातिमा जहिले पनि के गरिन्छ त? अक्षर लेख्दा अथवा नाम लेख्दा चाहिँ अक्षर दीर्घ लेखिन्छ। यो थाहा पाउनु पर्यो। अब त बुझ्नुभयो? ल बुझ्नुभयो कि न भन्नुस् त? ल अब ह्रस्व र दीर्घ चाहिँ भनेर मात्र यति थाहा पाउनु पर्यो अक्षर। अब तपाईले चाहिँ अक्षर हैन ह्रस्व र अनि अक्षर चाहिँ दीर्घ कसरी लेखिने रहेछ भनेर तपाईले चाहिँ यो एकदमै प्लस पोइन्ट है फेरि तपाईहरुको लेखाइको लागि। तपाईले जो 7.5 नम्बर लेख्छ नि हामीले, त्यसका लागि चाहिँ अनिवार्य आवश्यक। तपाईले हामीले लेख्छौं, लेख्नु त लेखेर के गर्ने? हामीले प्रतिस्पर्धा कुरा छ के, त्यसैले चाहिँ यो चाहिँ थाहा पाउनु पर्यो। पोथी जाति